भन्दा पनि कस्तो थियो भने पार्टीको आन्तरिक रूपमा छलफल हुँदा नि सकेसम्म जित्ने उम्मेदवारलाई एउटा युवा उम्मेदवारलाई नै दिनुपर्छ भन्ने नै थियो र त्यस्तो निकट भन्ने बाहिर आए जस्तो त्यस्तो खालको निकट भन्ने त केही पनि थिएन र उहाँहरूले पनि समर्थन नै गरेर जस्तै मेरै टिकटको विषयमा पनि हिजो बल्ल निर्णय किन भयो भनेदेखि सबै क्षेत्रबाट एउटा भनौँ न सहमति गर्ने प्रयास पनि गरियो र उहाँहरूले नै सहमति गरेर बालेन समर्थक भन्ने कि के भन्ने उहाँहरूले पनि समर्थन गरेर यतिको युवालाई चाहिँ स्याङ्जा क्षेत्र नम्बर 2 बाट उठाउँदा एकदमै राम्रो हुन्छ भन्ने भएर उहाँहरूको समर्थन अनुसार नै मलाई आम यो मिडिया हेर्ने दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? विशेष गरेर सम्पूर्णलाई आभार पनि व्यक्त गर्न चाहन्छु। म मनोनयन दर्ता गर्न आउँदै गर्दा तल जतिले पनि घर घरबाट घन्टी बजाएर विभिन्न उपस्थिति जनाएर बा आमाहरूले दाजुभाइहरूले दिदीबहिनीहरूले जुन आशीर्वाद जुन आशा ममाथि गर्नुभएको छ हजुरहरूलाई मैले निराशा बनाउने छैन। यहाँका मुद्दाहरूलाई जस्ताको तस्तै राजनीति एउटा इमान्दारिताको राजनीति एउटा त्यागको राजनीति एउटा सेवाको राजनीति के हुन्छ भनेर मलाई देखाउनको लागि कृपया एकपटक चाहिँ घन्टीमा मतदान गरेर सम्पूर्णले मलाई सफल बनाइदिनु हुनेछ साथ दिनुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु। हस् धन्यवाद।